आज चाहिँ मेरो आवाज चाहिँ अलि बसेको छ। अब सिजनै त्यस्तो छ नि त होइन, अनि त्यही भएर रुगा खोकी ज्वरो त आइ नै हाल्छ। त्यही पनि यस्तो बेलामा पनि मैले भिडियो बनाउन चाहिँ छोड्दिनँ है। हो यो के प्यासन भनेको कि हरेक चिजमा हुन्छ नि, अब कसैलाई के हुन्छ कसैलाई के हुन्छ, मलाई चाहिँ अब यस्तै भिडियो बनाउने, खाएको भिडियोहरू बनाउने त्यस्तो प्यासन छ है गाइज होइन। अब के गर्नु, सबैजनाको आफ्नो चोइस हुन्छ। अनि आज चाहिँ मैले दालको रेसिपी पनि लिएर आएको छु है। म चाहिँ दाल नर्मली कसरी पकाउँछु भनेर म चाहिँ पहिला तेल हाल्छु, अनि जिरा, अनि यो जिम्बु पनि हाल्छु। पछि फेरि झान्नु नपरोस् भनेर कि म चाहिँ यसरी पकाउँछु कि खासमा, तर पछि झान्दाखेरि पनि हुन्छ। तर म चाहिँ अब त्यस्तो स्पेसल ओकेजनहरूमा चाहिँ म पछि झानेर ओरेर पकाउँछु। अब नर्मल खानालाई चाहिँ म यसरी नै पकाइदिन्छु। अनि यो मुसुरीको दाल, यसलाई के भन्छ मुसुरीको दाल, अनि पहेँलो दाल पनि भन्नुहुन्छ कसैले, हामी चाहिँ मुसुरीको दाल भन्छौँ है। पहिला चाहिँ अब त्यस्तो भन्ने हुँदो रहेछ। अब यो चाहिँ हाम्रो डिनर हो। हेर्नुहोस् त कस्तो मिठो भएको थियो गाइस।